MCL मधेस क्रिकेट लिग पहिलो संस्करण र छैटौं दिनको पहिलो गेममा म्यान अफ द म्याच भइसकेका आदिल अन्सारी डोमेस्टिक गेमहरूमा कम ब्याक गरिरहेका छन् र यस्ता डोमेस्टिक गेम MCL जस्तो लिगको बारेमा तपाईँको के विचार छ र पर्सनली टुर्नामेन्टको लागि के भन्न चाहनुहुन्छ? टुर्नामेन्ट एकदम राम्रो भइरहेछ। अब हामी प्लेयरहरूले यति धेरै गेम पाइरहेछु र यस्तो राम्रो इन्भाइरोमेन्टमा पाइरहेछु, त्यो धेरै ठुलो कुरा छ। पहिलाभन्दा अहिले अब धेरै चेन्जेस छ। अब त्यही अब प्लेयरहरूको लागि अपर्च्युनिटी धेरै छ। अब पहिला के थियो कि गेम कम पाउँथ्यो प्लेयरहरू, तर अहिले गेम पाएर सबजना एकदम खुसी छ। अनि पर्फर्म गर्ने मौका चाहिँ अलि धेरै पाएको छु, त्यसमा खुसी छ। पर्सनली MCL यो जुन गेम छ यसको बारेमा केही भन्नुपर्ने हो भने? MCL एकदम अमेजिङ भइरहेछ। अब एकदम बवाल टुर्नामेन्ट छ, यसको बारेमा जति भने कम हुन्छ। अब त्यही छ, एकदम राम्रो भइरहेछ। दुई भेन्यूजहरूमा यो गेम भइरहेको छ र तपाईँले अर्गनाइजर्सको लागि केही सजेसन्सहरू फिडब्याक्सहरू? उहाँहरूलाई सबभन्दा पहिला धेरै धेरै धन्यवाद दिन चाहन्छु कि उहाँहरूले यति राम्रो टुर्नामेन्ट अब नसोचेको जस्तो बुझ्नु। अब हामीले यति कालले सोचेको थिएन कि एउटा टिमले 7वटा म्याच खेल्छ भनेर, त्यो पनि जिल्ला लेभलमा। त्यो धेरै ठुलो कुरा छ। अब उहाँहरूको अब त्यही उहाँहरूको आशीर्वाद रहन्छ हामीमाथि। अब त्यही अब पर्फर्मेन्स गर्नलाई धेरै मौका दिनुभयो उहाँहरू। जुन फ्यान्स तपाईँको लागि क्रेजी छन् त्यो फ्यान्सको लागि केही शब्दहरू? फ्यान्सको लागि यही भन्छु, उहाँहरू जति ममाथि बिलिभ गर्नुभएको छ, उहाँहरूको बिलिभमा म खडा हुनेछु, त्यही छ। बेस्ट अफ लक फर अपकमिङ गेम। थ्याङ्क यू।